सो हेलो एभ्रिवान, आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ, राम्रो हुनुहुन्छ, त्यस्तो रहनुहोस्, यस्तो रहनुहोस्। जय नेपाल, जय देश। आज उधौली उभौली र बुद्ध जयन्ती पनि काठमाडौँको सडक एकदमै भिडभाड रहेको छ। मन्दिरहरू पनि टलक्क सफा देखिएको छन्। यो चाहिँ बौद्ध गुम्बजहरू हो है, एकदम आज भिडभाड रहेको छ किनभने आज बुद्ध जयन्ती पनि हो र उभौली पर्व पनि रहेको छ। काठमाडौँको ठाउँमा भिड नहुने त कुरै छैन, त्यतिकै त भिड हुने छैन। आज उभौली पर्व र बुद्ध जयन्ती एकै दिन परेकोले जनतामाथि भिड त कुरै छोडिदिनु। कति हो कति, यो चाबुलको आकाशी पुलबाट लिएको केही दृश्यहरू र यो चाहिँ बौद्ध गुम्बज हो, बौद्ध स्तूपा हो है त। एकदमै भिड रहेको छ, क्राउड एकदमै बहुतै मात्रामा हुनुहुन्छ है। अन्य हुनुहुन्छ बाहिर यसरी दियोहरू बेच्न पनि राखिएको थियो। भित्र दर्शन गर्न जानको लागि दिउँसोभन्दा पनि साँझ परेपछि र राति चाहिँ यहाँ चाहिँ एकदमै क्राउड बढेको छ, हेर्नु सक्नुहुन्छ। ट्राफिक पनि एकदमै धेरै रहेको छ। अन्तिममा शुभकामना, हस्त, धन्यवाद।